चाहिँ रेडी भएर आज म मेखलाजुङ 1 साम्पाङटोल पुगेर आउनु पर्यो। म चाहिँ फुङनामदेखि अब खोला झरेर साम्पाङटोल पुगेको। साम्पाङटोल चाहिँ यहीँ पारिपट्टि देखेको डाँडा हो यही। यो चाहिँ बाटोमा जाँदा जाँदै देखिने अलैँचीबारी। यहाँ चाहिँ स्प्रिङ्कलले पानी छिटिरहेको छ। अहिले चाहिँ म यहाँ मोरङ र इलाम जिल्ला जोड्ने झुलुङ्गे पुलमा आइपुगेँ। यो चाहिँ तल गएर हाम्रो नुनसरी खोला बनिने खोला रहेछ। म चाहिँ यताको बाटोमा आइसकेँ। यहाँबाट हेर्दा चाहिँ कति धेरै थुम्का थुम्की देखिने परसम्म। बिहान चाहिँ एकदमै घाम छ। बस सक्दिनँ कि जान, पोल्छ कि अप्ठ्यारो हुन्छ कि भन्ने लागिरहेको थियो। त्यही पनि जे होला होला भनेर म हिँडेको थिएँ। रमाइलो भयो, राम्रै भयो, खुसी लाग्यो, देख्नु पायो। यो चाहिँ आफ्नो ठाउँ नि त, मेखलाजुङ गाउँपालिका, मोरङ जिल्ला। अनि यो पनि आफ्नै ठाउँ, इलाम जिल्ला, चुलाचुली गाउँपालिका। Thank you for watching.